नमस्कार। मैले चाहिँ एउटा कुन त्यस्तो काम गर्दा चाहिँ मेरो मानसिक रूपमा म सन्तुलन हुन्छु र मेरो काम करियरले चाहिँ कसरी ग्रोथ मिल्छ, कसरी सपोर्ट मिल्छ भन्ने कुराको बारेमा चर्चा गर्दैछु। मात्र हजुरको नारायणको नाम अक्षरबाट नै हजुरले जानकारी प्राप्त गर्नुहुनेछ। यदि हजुरको जन्म नक्षत्र अश्विनी नक्षत्र हो अर्थात् हजुरको नाम अक्षर चाहिँ चुचे चोलाबाट आउँछ भने हजुरको नाम चुचे चोलाबाट आउँछ भने हजुरको अश्विनी नक्षत्र हुन्छ र अश्विनी नक्षत्र अनुसार आफ्नो नक्षत्रबाट चौथो नक्षत्र भनेको हजुरहरूको लागि रोहिणी नक्षत्र हुन्छ र रोहिणी नक्षत्रबाट रिप्रेजेन्ट गर्ने कुनै पनि आर्टिकल वस्तु अब्जेक्टहरूलाई चाहिँ हजुरले आफ्नो साथमा राख्नुभयो भने अवश्य पनि हजुरको मेन्टल हेल्थ चाहिँ धेरै रूपमा चाहिँ ब्यालेन्स भएर अगाडि जान्छ। अब मेन्टल हेल्थ अगाडि बढाउनको लागि हजुरको कुरा गर्दैछु म। सेतो उल्लु भन्ने पाइन्छ। सेतो उल्लुलाई ठुलो फ्लेम बनाएर आफ्नो त्यसलाई धेरै बसिरहनु पर्ने ठाउँ अथवा धेरै समय चाहिँ कुन ठाउँमा हुनुहुन्छ त, कुन रुममा हुनुहुन्छ, कुन घरमा हुनुहुन्छ, धेरै समयसम्म होल्ड हजुर कहाँ हुनुहुन्छ त्यो ठाउँमा चाहिँ हजुरले सेतो उल्लुको पिक्चर राख्नुभयो भने हजुरको लागि मेन्टल हेल्थ चाहिँ धेरै राम्रो हदसम्म भएर जानेछ। अश्विनी नक्षत्र हो, चुचे चोलाबाट नाम आउँछ भने। त्यसै गरी जामुनको रुख चाहिँ हजुरले प्लान्टेसन चाहिँ गर्नुपर्छ। यो कहाँ पाइन्छ भन्दा नक्षत्र बाटिका भन्ने पसल हुन्छ, त्यहाँ गएर 27वटै नक्षत्रहरूका चाहिँ पाइन्छन् र तपाईँले भन्नुपर्ने छ कि रोहिणी नक्षत्रको मलाई प्लान्ट दिनुहोस्, रोहिणी नक्षत्रको मलाई बिरुवा दिनुहोस्, म लगाउँछु भन्नुहोस्। रोहिणी नक्षत्रको रुख चाहिँ हजुरले जामुन भनेर पाउनुहुन्छ। जामुन फल हो। यो फललाई चाहिँ हजुरले कहीँ गरेर लगाइदिनु भयो भने मात्रै पनि र त्यसलाई देख्दै गर्नुभयो भने त्यसबाट चाहिँ हजुरको मनमा भएका धेरै विकारहरू चाहिँ आफै भाग्दै जानेछन्। गरेर मात्र हेर्नुहोस्, आफै रिजल्ट चाहिँ हजुरको हातमा हुनेछ, आफूले बिलिभ गर्ने हो। अब चाहिँ मैले त्यसै गरी करियर, यदि काम करियरलाई लिएर समस्या आएको छ या अगाडि बढाउन चाहनुहुन्छ भने राजगद्दीलाई चाहिँ हजुरले पूजा गर्नुपर्ने हुन्छ, किनकि मघा नक्षत्रको सिम्बलाइज हो यो राजगद्दी। म फोटो पनि लगाइदिएर आएको छु। यो राजगद्दीमा चाहिँ हजुरले बसेर चाहिँ धेरै जसो काम काज गर्नुभयो भने एकदमै राम्रो हुन्छ। यस्तो प्रकारको चाहिँ चेयर हजुरले आवश्यक छ। मघा नक्षत्रको अर्को रूप हो बरको रुख। यो बरको रुखको चाहिँ हेल्प लिनुपर्छ हजुरले आफ्नो करियर कामलाई अगाडि बढाउनका लागि। अब यसलाई चाहिँ कसरी हेल्प गर्ने, अगाडि लाने भन्ने कुराको बारेमा चर्चा गर्न गइरहेको छु। यसलाई चाहिँ हजुरले अब के गर्नुपर्छ भने कुनै पनि आफ्नो काम करियरको लागि अगाडि बढ्दै हुनुहुन्छ या जाँदै हुनुहुन्छ भने चाहिँ दर्शन गरेर बर लगाइदिने, रोप्ने है। अब बरको चाहिँ फेदमा गएर हजुरले काम पनि गर्न सक्नुहुन्छ। के पोसिबल छ भने बरकै फेदमा गएर काम गर्ने एकदमै बेनिफिट हुन्छ हजुरको लागि। र त्यसै गरी भरणी नक्षत्र अर्थात् हजुरको लिलु ले लोबाट हजुरको नाम अक्षर आएको छ भने हजुरको चाहिँ आफ्नो जन्म नक्षत्रबाट अथवा छेम नक्षत्र, कुशल छेम नक्षत्र चाहिँ हजुरको जन्म नक्षत्रबाट चौथो नक्षत्र चाहिँ मृगशिरा हुन्छ। र यो मृगशिरा नक्षत्रबाट चाहिँ हजुरले हेल्प लिनुपर्छ आफ्नो मेन्टल हेल्थको लागि। र अब यो खैरको रुख भन्ने पाइन्छ। खैरको रुख हजुरले नक्षत्र बाटिकैमै गरेर लिनुपर्ने हुन्छ, या पाइएछ भने सबै ठिक छ। पाइएन भने बजारको एरियामा हुनुहुन्छ नक्षत्र बाटिकामा गएर हजुरले लिन सक्नुहुन्छ। त्यसलाई प्लान्टेसन हजुरले गर्नुहोस्, मजाको कायदा हुनेछ। र खैरबाट बनेका कुनै पनि वस्तुहरू, अब्जेक्टहरू, सामानहरू चाहिँ हजुरले युज गर्नुभयो भने असाध्यै राम्रो बेनिफिट हुनेछ, त्यसको लागि मेन्टल हेल्थको लागि मात्रै। र त्यसै गरी हरिणको टाउको चाहिँ हजुरले पिक्चर बनाएर राख्नुहोस्। धेरै हजुरले जुन कोठामा चाहिँ होल्ड हुनुहुन्छ, जहाँ बस्नुहुन्छ धेरै, त्यहाँ चाहिँ हजुरले राख्नुभयो भने हजुरको के त मेन्टल हेल्थ पनि धेरै अगाडि राम्रो हुनेछ। लिलु लेलोबाट चाहिँ हजुरको नाम अक्षर आएको छ भने। अब हजुरले करियरलाई चाहिँ मात्रै ग्रोथ गर्न चाहनुहुन्छ या करियरलाई राम्रो गराउन चाहनुहुन्छ भने पलासको रुख हुन्छ, पूर्व फागुनी नक्षत्रको हेल्प लिनुपर्ने हुन्छ। अब पलासको रुख भन्ने पाइन्छ नि, यहाँ नर्मली पाइन्छ। यदि पाइएन भने पनि नक्षत्र बाटिकामा जानुहोस्, पाइन्छ। अब ओडेको चिलको चाहिँ हजुरले फोटो राख्नु पर्यो है। ओडेको चिलको चाहिँ हजुरले फोटो राख्नु पर्यो के त कामको एरियामा, करियरसँग रिलेटेड कुनै पनि अफिसमा हुनुहुन्छ, घरमा हो या कहाँ तपाईँको काम हुन्छ त त्यहाँ चाहिँ माथि टक्क सिन बनाएर राख्नुहोस्। त्यसलाई धेरै अब्जर्भ गर्नुहोस्, हजुरको त्यहाँ के हुन्छ, भाइब्सहरू राम्रो जान्छ, करियर अगाडि जान्छ, ग्रोथ मिल्छ हजुरलाई। कहाँ काम गर्नु छ त्यो त्यहाँ प्रेजेन्ट हुन पर्यो। हजुरले काम गरिरहेको अवस्थामा त्यो चाहिँ करियरका जुन मैले भने पलासको रुख र उडिरहेको चिल चाहिँ त्यो त्यहाँ प्रेजेन्ट हुन पर्यो। र तपाईँको यसै गरी कृतिका नक्षत्र हो, जन्म नक्षत्र चाहिँ कृतिका नक्षत्र हो। अ इ उ र एबाट चाहिँ हजुरको नाम अक्षर आएको छ भने हजुरको चाहिँ कृतिका नक्षत्र हुन्छ। सेम अथवा आफ्नो चाहिँ मेन्टल हेल्थको लागि चाहिँ हजुरले आद्रा नक्षत्रको चाहिँ हेल्प लिनुपर्ने हुन्छ। अब सिसम भन्ने एउटा बोर्ड पाइन्छ, त्यो बोर्डको चाहिँ हजुरले के त प्लान्टेसन गर्ने, राख्ने, यसबाट बनेका वस्तुहरू चाहिँ युज गर्ने हुनाले चाहिँ हजुरको मानसिक सन्तुलन चाहिँ धेरै लेभलसम्म राम्रो भएर जान्छ। विचार मात्रै गरेर हेर्नुहोस् है, विचार मात्रै गर्नु, त्यो डिप्रेसन जस्तो चिजै हराउँदै जान्छ कि। अब यो आँसुको थोपा भन्ने हुन्छ।
यो आँसुको थोपा मैले सिम्बल बनाइरहेको छु, अगाडि राखिरहेको छु, हेर्नु होला। यो सिम्बल चाहिँ हजुरले धेरैसम्म होल्ड बस्ने, धेरैसम्म हजुरले कहाँ हुनुहुन्छ त होइन, डिप्रेस फिल भएको भने आँसुको थोपा झरेको चाहिँ त्यो के त एउटा फ्रेम बनाउनुहोस्, फोटो बनाउनुहोस्, राख्नुहोस् अगाडि, जसरी भए पनि फोनमा हुन्छ या कसरी हुन्छ त्यो चाहिँ हजुरको लागि प्रेजेन्ट हुन पर्यो। यदि तपाईँ डिपमा जाँदै हुनुहुन्छ, मेन्टल हेल्थले चाहिँ हजुरको सपोर्ट गरेको छैन भने यो कुरा मात्रै गर्नुहोस्। र त्यसै गरी यदि हजुरको समस्या चाहिँ करियरमा आएको छ या करियरले अगाडि बढाउन चाहनुहुन्छ भने मयूरको प्वाँख चाहिँ अगाडि राख्नुहोस्। अब तपाईँको क्याबिन हुने होला होइन, अफिसर हो या त मतलब अफिसमा काम गर्नुहुन्छ भने हजुरको क्याबिन हुन्छ, त्यो क्याबिनमा राख्न सक्नुहुन्छ, या घरैसँग रिलेटेड घरमै बसेर काम गरिराख्नुहुन्छ भने पनि घरमा त प्रेजेन्ट हुन पर्यो मयूरको प्वाँख। हजुरले काम गर्नेमा त्यहाँ वरिपरि हजुरले देख्नु पर्यो कि मैले काम गर्दैछु, मैले काम गर्ने बेलामा चाहिँ त्यो अगाडि प्रेजेन्ट हुन पर्यो। मात्र यो हो, इनर्जी चाहिँ काम करियरसँग मात्रै हुन पर्यो त्यो कुरा चाहिँ। अब पाकै भन्ने एउटा रुख पाइन्छ, अथवा यो इन्डियामा चाहिँ पाकै भन्दो रहेछन्, नेपालमा चाहिँ पाकुरी भन्छन्। यो पाकुरीबाट बन्ने विभिन्न प्रकारका उपकरणहरू यो पनि युज गर्न सक्नुहुन्छ आफ्नो लाइफमा चाहिँ, यो करियरको लागि भनिरहेको छु मैले। त्यसै गरी यसबाट चाहिँ हजुरले यो नक्षत्र बाटिका भन्ने पसलमा गएर 27 नक्षत्रहरू आउँछन्, मलाई चाहिँ उत्तर फागुनी नक्षत्रको बोट बिरुवा दिनुहोस् भन्नुहोस्, ल्याउनुहोस्, लगाउनुहोस्। पाकुरे रुख चाहिँ हो। अब पाकुरे रुखलाई चाहिँ हजुरले गइँ गएर लगाइदिनु भयो भने यसै त तपाईँले धर्म कमाइसक्नुहुन्छ। बोट बिरुवा लगाउनु भनेकै धर्म कमाउनु हो। त्यसैमाथि हजुरको काम करियर ग्रोथ कति हो कति अगाडि बढ्छ है, यो काम चाहिँ गर्नुहोस्। अब त्यसै गरी यदि हजुरको चाहिँ रोहिणी नक्षत्र हो, रोहिणी नक्षत्र कसको थियो त भन्दा श्रीकृष्ण भगवानको थियो है। ओ बा बी र बुबाट चाहिँ यदि हजुरको नाम अक्षर आएको छ भने हजुरको चाहिँ के हुन्छ त रोहिणी नक्षत्रमा जन्म भएको हुन्छ। र यो रोहिणी नक्षत्र अनुसार चाहिँ हजुरले मेन्टल हेल्थलाई चाहिँ कसरी अगाडि बढाउन चाहनुहुन्छ, यदि मानसिक रूपमा चाहिँ सन्तुलन डाउन भएको छ, अगाडि बढाउन चाहनुहुन्छ भने हजुरले चाहिँ बाँसबाट बन्ने विभिन्न प्रकारका उपकरणहरू हजुरले युज गर्न सक्नुहुन्छ। बाँसबाट मुख्यतः बन्ने भनेको बाँसुरी नै हो। अब भगवान श्रीकृष्णले चाहिँ आफ्नो मेन्टल हेल्थलाई, आफ्नो मन चञ्चलतालाई कस्तो मग्न मुस्त भएर चाहिँ रम्नुहुन्थ्यो त है। श्रीकृष्ण भगवान चाहिँ के हो त भन्दा उहाँलाई चाहिँ हेल्प, आफ्नो मानसिक सन्तुलन ब्यालेन्स गर्ने भनेको एउटै उपाय हो, बाँसको युज गर्ने। बाँसबाट बन्ने उपायहरू उहाँले गर्नुभयो भने बाँसुरीको धुन सुन्ने है, बाँसबाट बन्ने कुराहरू चाहिँ हजुरले युज गर्नुभयो भने एटलिस्ट हजुरको चाहिँ के हुन्छ त मानसिक सन्तुलन चाहिँ ब्यालेन्स हुन्छ त। यो कसलाई भनेको त मुख्य गरी हजुरको रोहिणी नक्षत्रमा जन्म भएको छ भने। र यसै गरी हजुरको चाहिँ हस्ता नक्षत्रको हेल्प लिनुपर्छ रोहिणी नक्षत्रको लागि, करियरको लागि। अर्को चाहिँ रेड भल्चर हुन्छ, रातो गिद्ध, यसको चाहिँ फोटो लगाउनुहोस् करियरको क्षेत्रमा। काम हजुरले जहाँ गर्नुहुन्छ त्यसको अगाडि चाहिँ सिन बनाएर फोटो लगाइदिनुहोस्। र एउटा लप्सीको रुख फल हो नि त, नेपालमा पाइने लप्सीको रुख चाहिँ फल चाहिँ, अब योलाई चाहिँ हजुरले लगाउनुहोस् र घरमा ल्याएर लगाउनुहोस्। करियर काम अगाडि बढ्छ। आउने सिजनमा चाहिँ यो मौसम बर्खायामको समय अब आउँदैछ, यो समयमा पनि हजुरले लगाइदिनु भयो भने प्लान्टेसन पनि राम्रो तरिकाले हुर्कने चान्स धेरै हुन्छ, हाई हुन्छ। त्यही भएर चाहिँ यो सिजन पनि चलिरहेछ, एकदम बेनिफिट लिन सक्नुहुनेछ। रिठा भन्ने पाइन्छ, यो रिठा भन्ने पनि लगभग त्यस्तै हो। अब यो चाहिँ इन्डियामा चाहिँ रिठा भन्दो रहेछन् है। अब यो नेपाली नाम चाहिँ एक्ज्याक्ट के हो मैले भेटाउन सकिनँ, त्यस कारणले गर्दा यो तपाईँले हस्ता नक्षत्रबाट बन्ने रुखहरू को हेल्प लिएर चाहिँ हजुरले ठ्याक्कै काम गर्नुभयो भने एकदमै राम्रो हुन्छ। नक्षत्र बाटिका पसलमा जानुहोस्, हस्ता नक्षत्रबाट बनेको चाहिँ हस्ता नक्षत्रलाई रिप्रेजेन्ट गर्ने रुखको नाम, बोटको बिरुवाको नाम मलाई दिनुहोस् भन्नुहोस्, लगाउनुहोस्। त्यसबाट चाहिँ हजुरलाई धेरै आफ्नो करियर ग्रोथ हजुरलाई मिल्ने नै छ, यो कुरा हो है। अब काम चाहिँ गरेर हेर्नुपर्छ आफूले एकदमै। अब बोट बिरुवा लगाउनु यसमा पनि धर्मको कुरा भइहाल्यो है। अब त्यसले कतिवटाले हेल्प गर्छ, के हेल्प गर्नुहुन्छ भन्ने कुरा पनि भयो। त्यसमाथि पनि हजुरले आफूलाई पनि के त त्यसले सपोर्ट गर्ने भयो। र त्यसै गरी यदि हजुरको मृगशिरा नक्षत्र हो अर्थात् बेबो काकीबाट हजुरको नाम अक्षर आउँछ भने हजुरको लागि मेन्टल हेल्थलाई चाहिँ राम्रो गराउनको लागि चाहिँ पिपलको वृक्ष लगाउने र पिपलको वृक्ष मुनि गएर चाहिँ बस्ने, पिपलको हेल्पलाई हजुरले लिनुपर्छ। यदि हजुरको मृगशिरा नक्षत्र हो भने मेन्टल हेल्थको लागि जब हजुरले रियलाइज पनि गर्नुहुँदो मृगशिरा नक्षत्र हो, अब म चाहिँ जब पिपलको फेद मुनि जान्छु मलाई केही शीतलता प्राप्त हुन्छ, या मेन्टल हेल्थ चाहिँ के अरे कम भएको जस्तो होइन, अर्थात् मेरो मेन्टल हेल्थलाई चाहिँ मलाई धेरै साथ सपोर्ट दिए जस्तो हजुरले चाहिँ फिल गर्नुहुनेछ। यो चाहिँ भयो मेन्टल हेल्थको लागि मृगशिरा नक्षत्र बेबो काकीबाट नाम आउने अक्षरलाई। अब त्यसै गरी हजुरहरूले चाहिँ आफ्नो करियर कामलाई चाहिँ कसरी अगाडि बढाउने भन्ने कुरामा चाहिँ म कुरा गर्दैछु।
कामलाई अगाडि बढाउनको लागि बेलको रुख भन्ने पाइन्छ, चित्र नक्षत्रको हेल्प लिनुपर्छ। चित्र नक्षत्र बाट चाहिँ बनेको अथवा चित्र नक्षत्रलाई रिप्रेजेन्ट गर्ने अब्जेक्टहरूलाई चाहिँ हजुरले आफ्नो साथमा राख्नुभयो। करियरमा चाहिँ एउटा बेलको फल मात्रै गरेर अगाडि काम गर्ने अगाडि गरेर राखेर हेर्नुहोस् न त, विचार गर्नुहोस् न त कस्तो परिवर्तन आउँछ त, त्यो दिन काम कस्तो हुन्छ त, हजुरको कस्तो रिप्रेजेन्ट गर्नुहुन्छ, आफ्नो कामहरू कस्तो अगाडि गएको या नगएको कस्तो फिल गर्नुहुन्छ गरेर हेर्नुहोस्। मजाको कायदाको रिजल्ट आउँछ। र तपाईँले यो काम रेगुलरली गरिरहनुपर्छ भन्ने पनि भएन, एउटा स्थायित्व एक प्रकार लगाइदिनुहोस् र त्यसलाई डेली अब्जर्भ गर्नु जानुहोस्, हेर्नुहोस्। डेली नै गरेर दिनको दिन तपाईँले लगाइरहने भन्ने पनि होइन, दिनकै दिन गरिरहन पर्ने पनि छैन। मात्र एक फेर लगाउनुहोस्, हेर्नु, अब्जर्भ गर्नुहोस्, मनलाई चाहिँ ब्यालेन्स गर्ने कोसिस गर्नुहोस् र चाहिँ यो भनेका कामहरू एक प्रकारले गरेर अगाडि चाहिँ बढ्नुहोस्। अवश्य पनि हजुरको लाइफमा चाहिँ मेन्टल हेल्थ र करियरमा आएका विभिन्न रुकावट र चाहिँ प्रब्लम्सहरूलाई हल गर्नेछ भन्ने आशा गर्दै र आगामी दिनहरूमा पनि यो बाँकी रहेका नक्षत्रहरूलाई म कम्प्लिट गर्ने कोसिस गर्नेछु। हस्त, नमस्कार, जय श्री राम।